सामाजिक सञ्जाल फेसबुकमा रवि लामिछानेको फोटो पोस्ट गर्दै दीपक बोहरा लेख्छन्, भैरबाहा कारागारबाट रासपा सभापति रवि लामिछानेको अपिल। मैले संगठित अपराध गरेको होइन, राज्यले ममाथि संगठित रूपमा अपराध गरेको हो। रवि लामिछाने। पार्टी स्थापना दिवसको उपलक्ष्यमा सभापति रवि लामिछानेको विशेष सन्देश प्राप्त गरेका छौं। हाते पुस्तिकाका रूपमा आएको यो दस्तावेज देश विदेश गाउँ सहर हुँदै घर घर पुग्नेछ। आजबाट प्रतिशोध विरुद्धको हस्ताक्षर अभियान पनि सुरु हुँदैछ। आजबाट हाम्रो मुद्दा जनताको अदालतमा पनि दर्ज हुँदैछ। यति भन्दै उनले आफ्नो सामाजिक सञ्जालमा एउटा लिङ्क राखेका छन्, जुन लिङ्कबाट रवि लामिछानेले लेखेका सबै सन्देशहरू हामीले पढ्न सक्छौं। उक्त सन्देशहरू 18 पेजका रहेका छन्। यो पोस्ट र रवि लामिछानेले कारागार भित्रैबाट लेखिएको सन्देशप्रति तपाईको धारणा के रहेको छ? कृपया आफ्नो अभिव्यक्तिहरू सभ्य भाषामा कमेन्टमा लेख्न नबिर्सनुहोला।